साथीहरूलाई नमस्कार। अनि म आज चाहिँ तपाईहरुलाई मेरो भिडियोमा हेरिराख्नु भएको छ कढीपत्ता। यसलाई बेसी पत्र भनेर पनि चिनिन्छ। यसका अनगिन्ती औषधीय गुणहरू छन्। म तपाईहरुलाई चाहिँ यसका औषधीय गुण के छन् र प्रयोग कसरी गर्न सकिन्छ त भनेर जानकारी गराउने छु। मेरो भिडियोलाई भने पुरा हेरिदिनु होला। यो भिडियो चाहिँ एकदमै तपाईहरुका लागि लाभदायक छ। कढीपत्ताको प्रयोगले चाहिँ पाचन प्रणालीसँग सम्बन्धित विभिन्न समस्याहरूबाट चाहिँ तपाईहरुलाई जोगाउँछ। खाना नपचेर हैरान हुनुहुन्छ, पेट फुलिराखेको छ, कब्जियतको समस्याबाट ग्रसित हुनुहुन्छ भने कढीपत्ताको सेवनले त्यस्ता समस्याहरूबाट चाहिँ तपाईहरुले बिस्तारै छुटकारा पाउनुहुन्छ। साथै साथीहरू, मधुमेह अर्थात् सुगर रोगबाट पीडित हुनुहुन्छ अथवा शरीरमा सुगरको मात्रा बढ्यो भनेर चिन्तित हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन। तपाईहरुले चाहिँ कढीपत्ताको सेवन गर्न सक्नुहुन्छ। ओहो, कति गरिसके, यो कपाल झर्न रोकेकै छैन, के गरौँ कसो गरौँ भनेर छटपटिने साथीहरुका लागि पनि कढीपत्ता एकदमै उपयोगी छ है साथीहरु। अनि अर्को महत्त्वपूर्ण कुरा, तपाईहरुको शरीरमा अर्थात् पाचन प्रणालीमा रहेको विषाक्त पदार्थलाई निष्क्रिय गर्ने काम पनि कढीपत्ताले गर्दछ। अब साथीहरुलाई चाहिँ प्रयोग कसरी गर्ने त भन्ने जिज्ञासा हुन सक्छ। यसको बास्ना मन पर्छ भने तरकारीमा, दालमा अथवा सुप बनाएर खान सक्नुहुन्छ। हैन मलाई त्यो मन पर्दैन त्यसरी खान, यसको गन्ध अलिकति कडा छ भन्ने लाग्छ भने अब औषधि हो, खानु त परिहाल्यो। रातभरि 5-7 वटा पातलाई भिजाउने अनि बिहान उठेर पानी र कढीपत्तालाई चपाएर निल्न सक्नुहुन्छ। त्यो गर्न साह्रै झन्झट लाग्छ भन्नुहुन्छ भने 5-7 वटा पातलाई चाहिँ तपाईहरुले मजाले चपाएर पानीसँग निल्न सक्नुहुन्छ है। यसरी चाहिँ प्रयोग गर्न सकिन्छ। साथीहरुले चाहिँ कसरी रोप्ने होला, कत्रो भाँडो चाहिन्छ होला भनेर सोध्नु भएको होला। सानो 10 बाइ 10 को गमलामा पनि यसलाई हुर्काउन सकिन्छ है।